चन्द्रगिरी केबल कारमा आइएको छ हजुर। अब माथि जाँदैछु। चन्द्रगिरी केबल कारमा हिँड्ने छौँ हामी यति बेला। सबैजना दिदी हुनुहुन्छ, भाइ सबै चन्द्रगिरी केबल कारमा हिँड्दैछौँ। ल हेर्नुहोस् कस्तो कस्तो हुँदैछ। अब सबै देखाउँदैछु मैले। ल गेट फेर दिदी, ल दिदी पनि मेरो भाइलाई मैले हाम्रो पठाबाट चन्द्रगिरी केबल कारमा दिदी र म च्याट्ट चस्मा लगाएर खुसी लाग्यो। मेरो भाइ आएको घुमाउने मलाई इच्छा थियो, घुमाउनु पाइयो। जे होस् रमाइलो छैन बाबु? छ रमाइलो छ चन्द्रगिरी केबल कारमा। अब चन्द्रगिरी केबल कारमा फर्स्टचोटि आइएछ। ल यस्तो फर्स्टचोटि आइएछ हेर, यसरी आइएछ चन्द्रगिरी केबल कारको। अब हामी अवलोकन घुमफिर गर्ने। जे होस् मेरो भाइको मनको इच्छा पुरा गरिदिन्छु है मैले चाहिँ। मलाई अरू केही खुसी छैन, मेरो भाइको इच्छा पुरा गरिदिनु मात्रै छ मलाई। लाइन ल्याएर भन्नु परेछ। चन्द्रगिरी केबल कारमा यति लाइन छ हेर, यहाँ लाइन टन्नी छ पुगेर भन्नु परेछ। दिदी पनि बसिरहेको छ, दिदी पनि भाइ पनि जीवन भाइ पनि सबै बसेर लाइन आएर बस्ने गर्ने कार्यक्रम चलिरहेको छ। अब पालो कति बेला आउँछ हेर्न। हिँड्न एक टलिन लाइन हिँड्यो जस्तै लाइन छ, एकदम लाइन छ। झर्ने र चढ्नेको प्रक्रिया चलिरहेको छ। यो झर्नेको टल्ली हो, यताबाट निक्लिने टल्ली, झर्ने निक्लिने टल्ली छ। हरिबहादुर र मदन बहादुरले यहाँ चन्द्रगिरी केबल कारमा प्रचार गर्थ्यो क्या, त्यही भएर आएको है। हरिबहादुर र मदन बहादुर उहाँसँग त भेट भएन, त्यही पनि देशको लागि आएको। यस्तो रमणे जङ्गल छ हेर्न, यस्तो जङ्गलमा टक्क लगाएर तलै छ। यहाँ जाने त सिधै महादेव देखिन्छ, तीन तल देखिन्छ, तीन तल देखिन्छ, तल गएर चाहिँ तीन देखिन्छ। कुन जङ्गल भन्छ? चन्द्रगिरी के जङ्गल हो नि? के चन्द्रगिरी जङ्गल यो चन्द्रगिरीकै डाँडा भयो।